हेलो गाइज वेलकम टु माई मिनी ब्लग है सो अन्त आज पनि फेरि बर्थडेको मैले चाहिँ गिफ्ट अनबक्सिङ गर्न आँटेको छु होइन त्यो चाहिँ मेरो मम्मीकोबाट है त्यो चाहिँ कहिले मगाएको थिएँ सो मैले चाहिँ यहाँनिर साधनाबाट मगाएको थिएँ होइन चुज चाहिँ मैले नै गरेको तर मम्मीले चाहिँ पेमेन्ट गरिदिनु भएको है सो यो चाहिँ अनबक्सिङ गरौँ होला होइन कस्तो छ भनेर अनि त्यो साथीहरूलाई पनि देखाउँछु है फर्स्टमा चाहिँ यो छ फर्स्ट वानमा चाहिँ यो छ है सो गाइस म तपाईँलाई पनि देखाउँछु होइन कस्तो देख्यो भनेर चाहिँ यस्तो टाइपको रहेछ यो त क्वालिटी दामी छ खै यसको त बेल्ट पनि अन्त साइडमा यहाँनिर यसरी लगाउने हो यहाँनिर यसरी लगाउने चाहिँ सायद यो चाहिँ अलिकति झिझो छ प्रोसेस चाहिँ है तर यसरी चाहिँ देखाएको मैले होइन यो फर्स्ट एउटा भयो है त्यहाँदेखि सेकेन्ड वानमा चाहिँ यो भयो है यो पनि तपाईँहरूले यो ब्याकप्याक पनि हो यो पछाडि बोक्ने हो यो चाहिँ पछाडि 2 in 1 हो यो चाहिँ गाइस होइन यदि यसरी तपाईँहरूले पछाडि पनि क्यारी गर्दा हुन्छ कस्तो देख्यो होइन यसरी गर्दा पनि हुन्छ सो यसलाई चाहिँ यसरी बोक्दा पनि हुन्छ जस्तै क्वालिटी पनि एकदमै दामी रहेछ होइन सो थ्याङ्क यू मम्मी है मलाई त्यो ब्याग गिफ्ट गर्नुभएकोमा है अन्त पठाइदिनु भएकोमा अन्त तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद मलाई विसहरू गरिदिनु भएकोमा है सबैजनालाई सो आजको चाहिँ यही नै थियो ब्लग है सो थ्याङ्क यू फर वाचिङ बाई बाई